안녕하세요 여러분. नमस्कार सम्पूर्णमा यहाँहरूको माझ 한국어, 한글, कोरियन भाषा डे 1 देखि कन्टिन्यू अब लिएर आउनेछु। तपाईँ घरमै बसेर कोरियन भाषाको क्लास हेर्न सक्नुहुन्छ, लिन सक्नुहुन्छ। अब कति पनि कोरियन भाषा जान्नु हुँदैन, बुझ्नु हुँदैन भने डे 1 मा हामीले के पढ्ने त? डे 1 देखि डे बाइ डे ल्याउनेछु तपाईहरुको लागि भनेर नयाँ युट्युब च्यानल खोलेको छु। युट्युब च्यानल पनि सब्स्क्राइब गरेर जोडिन सक्नुहुनेछ। कोरियन भाषाको डे 1 मा हामीले के पढ्ने? अब कन्फ्युजन हुन्छ, अब चिन्ता गर्नु पर्दैन। डे 1 देखि डे बाइ डे म लिएर आउने छु कोरियन भाषा। डे 1 डे 2 गर्दै कन्टिन्यू। कोरियन भाषालाई कोरियनमा चाहिँ हाङ्गल, कोरियन भाषा हाङ्गल भनेर भनिन्छ। हाङ्गल भनेको चाहिँ कोरियन अक्षर, कोरियन लेटर। कोरियन अक्षर भनेको जम्मा 40 वटा हुन्छ। 40 वटा व्यञ्जन र स्वर गरेर। व्यञ्जन कन्सोनेन्ट यो हो कन्सोनेन्ट। कन्सोनेन्ट व्यञ्जनबाट टोटल हुन्छ 19 वटा। टोटल 19 वटा। 19 वटामा एकल व्यञ्जन हामीले 14 वटा पढ्नुपर्ने हुन्छ। एकल व्यञ्जन, एकल व्यञ्जनबाट एकल अक्षर, व्यञ्जन अक्षर क ख ग घ पढे जस्तै गणद्वारा पढ्नुपर्ने हुन्छ कोरियामा। त्यसै मिश्रित भनेको चाहिँ मिक्स कन्सोनेन्ट। यो चाहिँ सिंगल कन्सोनेन्ट, सिंगल कन्सोनेन्ट। यो चाहिँ मिक्स कन्सोनेन्ट हामीले पढ्नुपर्ने हुन्छ 5 वटा। 14 र 5 19 वटा। त्यस्तै स्वरबाट भनेको चाहिँ भवेल साउन्ड हो। भवेल साउन्ड, भवेल साउन्ड भनेको चाहिँ एकल सिंगल छ 10 वटा। सिंगल साउन्ड, सिंगल भवेल। त्यस्तै मिश्रित भवेल, मिक्स भवेल छ 11 वटा गरेर 21 वटा। 19 र 21 टोटल 40 वटा लेटर पढ्यो भने कोरियाको सबै सकिन्छ है त। 40 वटा लेटरमा कन्सोनेन्ट, भवेल सबै यतिबाटै अक्षरबाट नै शब्दहरू बनेको छ। हेरौँ आज हामीले पढ्छौँ यो 14 र 5 19 वटा सिंगल कन्सोनेन्ट र मिक्स कन्सोनेन्ट, एकल व्यञ्जनवर्ण र मिश्रित व्यञ्जनवर्ण। त्यसपछि भोलि हेर्छौँ स्वरवर्णतिर। आज हेरौँ व्यञ्जनको सुरुमा के पढिन्छ त। अब तपाईले चाहिँ यो हो 1 नम्बरको, यसलाई के र जी साउन्ड अथवा ख र ग अहिले के पढ्नुस्, ग मात्रै भनेर पढ्नुस् है त। आधा लेटर हुन्छ किनकि कन्सोनेन्ट हो। मिक्स जुन चाहिँ पुरा लेटर हुनको लागि भवेलसँग जोडिनुपर्छ। जस्तै के भनेको चाहिँ कन्सोनेन्ट, त्यसपछि के ए भने जस्तै के भयो क अथवा का भने जस्तै कोरियनमा पनि गमा आ भनेर जोडिनुपर्छ है। यो कन्सोनेन्ट, यो भवेल के र ए का भने जस्तै यसमा पनि खरा खा गरा गा भन्ने हुन्छ। त्यो हामी बिस्तारै पछि पढ्नेछौँ। अहिले हेर्छौँ सिंगल कन्सोनेन्ट ग। त्यस्तै अब दोस्रो नम्बरमा छ। अब यसैलाई यल जस्तो बनाइदिनुस्। यो 7 जस्तो बनाएको ग भयो, यो हुन्छ न, ग न। त्यसै तेस्रो नम्बरमा हेरौँ, यो 3टा दर्शा सिधा दर्शा, यही नमा माथिबाट तान्दिएपछि के हुन्छ द। यो चाहिँ थ र द हो है। यसलाई अगाडि ख उच्चारण हुन्छ, यसको चाहिँ अगाडि थ उच्चारण हुन्छ। टी र डी साउन्ड यो हामी पछि गर्छौँ। अहिले ख न द मात्रै सम्झिँदा हुन्छ। ख र ग न, थ र द। अब इङ्ग्लिसमा चाहिँ के र जी हो, यसको साउन्ड यन हो, यसको टी र डी हो है त। त्यसै अब 4 नम्बरमा हेरौँ। अब 4 को छ डिजिटल 2 अथवा उल्टो यस बनाइदिनुहोस्। के हुन्छ र, र अगाडि यसलाई ल उच्चारण हुन्छ। यसको साउन्ड हो आर यल, यल अथवा आर, र ल है। यो र ल, आर र यल साउन्ड। त्यस्तै 5 मा हेरौँ, यो चारपाटी अथवा वर्गाकार बनाइदिनुहोस्। यो के भयो म भयो। इङ्ग्लिसमा यसको साउन्ड हो यम, यमबाट आउने यसैबाट आउँछ म, ख न त र म। अब 6औं नम्बरमा हेरौँ, यो उल्टो ए, उल्टो ए सिधै चारपाटीमा 2टा माथि धर्सा तान्दिएपछि यो हुन्छ ब, अगाडि फ
ख पछाडि ब उच्चारण हुन्छ। हामी उच्चारण नियम पछि पढ्छौँ, अहिले यति मात्रै याद गर्दा हुन्छ। ख न थ र म ब, यो हो पी र बी साउन्ड हो यसको चाहिँ, है त। पी र बी, फ्यु भन्छ यसलाई, पी र बी साउन्ड। यो दुईवटा जुन मैले दुईवटा लेखेको छु यसको उच्चारण चाहिँ दुईवटा हुन्छ, अगाडि एउटा पछाडि एउटा, है त। त्यसै 7 नम्बर हेरौँ। अब यता धर्छौँ एउटा धर्छौँ, यो चाहिँ स हुन्छ। यो के हो? यस हो। इङ्ग्लिसमा पनि लेखिदिएको छु, नेपालीमा मात्रै हेर्दा पनि हुन्छ, तपाईँले इङ्ग्लिसमा हेर्दा पनि जुन सजिलो लाग्छ त्यसरी बुझ्दा हुन्छ। 7 वटा भयो। अब जब 7 वटा छ सिङ्गल कन्सोनेन्टको। त्यस्तै हो। 8औं नम्बरमा हेरौँ। 8 मा अ भन्ने साउन्ड छ, है त। अब यो अ भनेको चाहिँ यो चाहिँ साइलेन्ट हो। म र अ साउन्ड दिन्छ यसले। यसले के दिन्छ? अ भनेको चाहिँ साइलेन्ट बस्छ, साइलेन्ट युङ, एनजी पनि भन्न सकिन्छ, एनजी, ङ, अ र ङ, है त। अ हाच्छिममा ङ, अ, अहिले चाहिँ अ मात्रै याद गर्नुहोस्, अ। त्यस्तै 9 मा हेरौँ। अब यही स छ, यो सलाई एउटा माथि धर्सो तानिदिएपछि ज हुन्छ। अब यता तान्नुहोस्, त्यसपछि यो गरिदिनुहोस्, यो के भयो? ज भयो, ज, ज। त्यस्तै 10औं नम्बरमा हेरौँ। यही ज लेख्नुहोस्, यही ज एउटा सिधो धर्छ यता यता, त्यसपछि यसमा फेरि यता माथि तानिदिनुहोस्, यो भयो छ, ओरिजिनल छ। अब यो जको चाहिँ छ र ज दुवै साउन्ड दिन्छ यसले, है। यसको नाम चाहिँ सी र जे हो इङ्ग्लिसमा चाहिँ। यो भनेको चाहिँ सी मात्रै भयो, सिएच अथवा सी। यो छ र ज यो चाहिँ छ मात्रै हो, अगाडि छ पछाडि ज उच्चारण गर्ने हो। अब यो चाहिँ छ मात्रै उच्चारण हुन्छ। त्यसै अब 11औं नम्बरमा हेरौँ। यही ग छ, यसैबाट नै ख भनेको हुन्छ। एउटा बिचमा यसो धर्सो तानिदिनुहोस्, 7, यो हो ख, के या ख, के या चाहिँ ख, के या ख। त्यस्तै अब 12औं हेरौँ। यही द छ, यसलाई नै फेरि एउटा बिचमा धर्सो तानिदिएपछि यो हुन्छ थ, टिएच, थ, टी अथवा टिएच, है, थ। त्यस्तै 13औं नम्बरमा हेरौँ। यो ब छ, अब यस्तै अर्को हुन्छ एउटा फ। झ्याल जस्तो बनाइदिनुहोस्, सिधा धर्सो तल माथि, यो भयो फ, पी अथवा पिएच, है, पिएच, फ, पीबाट नै पिएच। अब यो फ र ब, पिएच फ, बिए ब, यो चाहिँ पिएच फ। त्यसै अन्तिममा हेरौँ सिङ्गलको। यो चाहिँ ह, ह साउन्ड के हो? यो यच मात्रै हो, है। अब यच हामीले किन लेखेको भन्दा यो आधा लेखेको किन यच, ह लेख्नेको त याच ए हुनु पर्यो, याच ए ह, ह। अब बल्ल के हुन्छ? ह हुन्छ। अनि यसमा पनि हको लागि यता एउटा धर्सो आउँछ, यो भवेल, यो कन्सोनेन्ट हो, यो भवेल हो। यो हामी भोलि हेर्नेछौँ भवेल, याच ए ह भएको। अगाडि के छ? याच छ, यो ए छ, याच ए हा अथवा ह। बल्ल के हुन्छ? यो बल्ल पुरा हुन्छ, नत्र यहाँ आधा लेटरै हुन्छ, है त, ह। अब सरसाथी म सर एकचोटि भनिदिन्छु यसको, हेर्नुहोस्। 7 छ, ख र ग, अहिले ग मात्रै पढ्नुहोस्, ग। फेरि यता गयो या जस्तो न। अब 3टा, यही न माथि धर्सो तानिदिएपछि द, क न द। अब यो र, उल्टो यस, डिजिटल 2 र। 4पाटे छ, यो पनि म नै जस्तो छ, म नै भयो। त्यसपछि यी 4पाटेमा दुईटा माथि धर्सो तानिदिएपछि के हुन्छ? उल्टो ए ब हुन्छ, क न द र म ब। त्यसपछि यो स। अब यो सलाई यसरी लेख्नु पनि सकिन्छ र यसरी लेख्नु पनि सकिन्छ, जुन सजिलो लाग्छ त्यही लेख्दा हुन्छ, है त। यो पनि स नै हो, यो पनि स नै हो, स। त्यस्तै अ, साइलेन्ट अ, अ, यो पनि अ, यो भवेलको अ, यो चाहिँ कन्सोनेन्टको अ। यो भवेल हो, हामी भोलि पढ्छौँ भवेलको अ, अहिले चाहिँ हो कन्सोनेन्टको अ, तल हेर्दा ङ। त्यस्तै छ र ज, छ अथवा ज, छ अथवा ज। अब यो चाहिँ छ। अब यो छ तपाईँले चाहिँ यो छलाई चाहिँ यसो गरेर माथि यसो तानिदिए पनि हुन्छ, है धर्सो ठाडो तानिदिए पनि हुन्छ, त्यसो तानिदिए पनि हुन्छ, कुनै समस्या छैन। यसो गरे पनि हुन्छ, यसो गरे पनि हुन्छ, छ। त्यस्तै ख, यही गलाई नै एउटा बिचमा तानिदिएपछि ख, छ ख।
त्यसपछि यो ई भयो थ, यो झ्याल जस्तो छ, दुईटा दर्शो सिधा दर्शो एकदमै सजिलो छ फ थ फ। त्यसपछि गोलो गोलोमा अब यो ह पनि यसो गरेर सिधा यसरी तान्दा पनि हुन्छ है हको लागि। गोलो दर्शोमा ठाडो दर्शो तेर्सो दर्शो र ठाडो दर्शो अथवा दुईटा तेर्सो तान्दै पनि ह नै हुन्छ। यो पनि ह यो पनि ह, जुन लेख्दा पनि हुन्छ है त ह। यो छ र यो हको ठाउँमा यो माथि तान्दै पनि हुन्छ, यो पनि छ नै हो, यो पनि ह नै हो। ल त्यसपछि अब यो भयो सिङ्गल कन्सोनेन्ट। अब यसैलाई मिक्स कन्सोनेन्टतिर हेरौँ है त। मिक्स कन्सोनेन्टमा केबाट बनेको छ भन्ने कुरा आउँछ। मिक्स कन्सोनेन्ट 5 वटा मात्रै छ, जुन यो गबाट क भनेको हुन्छ है त। के र जिसाउनु भन्यो, यो दुईटा ग मिसाएपछि यसको हुन्छ के भन्छ। के को अर्थ के हो? क क क। त्यसपछि यो थ र दबाट दुईटा द मिसाइदिएपछि त बन्छ है त त। यो हो टिटी हो दुईटा। त्यस्तै यो फ र ब, यो फ र बबाट प बन्छ प, पिपी हो यो चाहिँ प। त्यसै यो सबाट यो चाहिँ यस यस अथवा यस यस स अथवा स, अलिकति स। त्यसै अब कति भयो क त प स। अब अन्तिममा एउटा चको लागि यी दुईटा ज मिलेर के बन्छ च च। यसरी यो भयो सियत, ज मिलेर च च। के टिटी पिपी एसएस एसएच अथवा सिएच अथवा सिसी सिएच सिएच सी सीबाट आएको च च सिएच सिएच। ल आज हेर्नुभयो कोरियन व्यञ्जनबाट 14 र 5 वटा 19 वटा सिङ्गल र मिक्स 19 वटा लेटर कन्सोनेन्ट। अब हामी भोलि हेर्छौँ मिक्स भवेल कस्तो लाग्छ। मन पर्यो भने युट्युब च्यानल सब्सक्राइब गर्न सक्नुहुन्छ र मन पर्यो भने एक लाइक गर्नुहोला। भोलि भवेल साउन्ड लिएर आउनेछु। हस् त, हेर्दै गर्नुहोला हाङ्गोको फेसनको जी पेस्टा पिक सँगसँगै हाङ्गोको बिहान। हस्, थ्याङ्क यू सो मच। खाम सामनिदा।